जिल्ला प्रशासन कार्यालय इलाममा अहिले चाहिँ यो खालको अवस्था माहौल छ। यो इलाम जिल्ला प्रशासन कार्यालयको यो दृश्य हो। अहिले आन्दोलनकारीहरू यसरी चाहिँ र अहिले आन्दोलनकारीहरूले चाहिँ माइकबाट चाहिँ जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्नको लागि चाहिँ अनुमति पाइरहेछन्। ठुलो सङ्ख्यामा सुरक्षाकर्मीले चाहिँ प्रेसहरूको गेटहरू चाहिँ बन्द गरिरहनु भएको छ। यो इलाम जिल्ला प्रशासन कार्यालयको दृश्य यो इलाम जिल्ला प्रशासन कार्यालय। यो अहिले चाहिँ आन्दोलनकारीहरू चाहिँ जिल्ला प्रशासन कार्यालयभित्र गएर चाहिँ ज्ञापन पत्र बुझाउने लगायतका हिस्ट्रीसँग चाहिँ आफ्नो कुरा राख्ने भनेर उहाँहरूको अडान छ। तर भित्र रिपोर्टिङ गर्ने र आइसकेपछि मात्र उहाँभित्रको आदेश आएपछि मात्र हामी रिपोर्टिङमा लाने भनेर प्रहरीहरूले चाहिँ जनाइरहनु भएको छ। यो चाहिँ इलाम जिल्ला प्रशासन कार्यालयमा इलाम जिल्ला प्रशासन कार्यालय यो प्राङ्गणमा हजारौँ सङ्ख्यामा चाहिँ सबैजना आन्दोलनकारी भेलाउनु भएको छ।
मेरो फोटो खिचेर राख्नुहोस् म जिम्मेवारी लिन चाहन्छु म सक्छु म जिम्मेवारी लिन्छु कुनै भौतिक संरचनामा क्षतिपूर्तिमा या कुनै व्यक्तिको अङ्गभङ्ग भएका म जिम्मेवारी लिन्छु तपाईँहरूको माग सम्बोधन हुन्छ हामीले प्रमुख जिल्ला अधिकारी हजुरहरूको बारेमा भनिसकेको छ आदेश आइसक्दा तपाईँहरूलाई यहाँदेखि हामी पढाउँछौँ एकै चिजो हो भने धैर्य धारण गरिदिनु होला प्लिज तपाईँको प्रतिक्रिया हामीले सकारात्मक रूपमा व्यवहारिक रूपमा देख्न पाऊँ है भन्दै म दुई शब्द भने यो चाहिँ इलाम जिल्ला प्रशासन कार्यालयमा भइरहेको यो अहिले प्रदर्शनकारीहरूको जमघट यहाँबाट जिल्ला प्रशासन कार्यालयभित्र गएर आफ्नो कुराहरू राख्नको लागि चाहिँ प्रदर्शनकारीले अनुमति मागिरहेका छन् तर यो भित्र जानको लागि चाहिँ सुरक्षाकर्मी रोकिरहनुपर्छ यहाँनिर चाहिँ भित्रबाट रिपोर्टिङ गरिसकेपछि केही सुरक्षाकर्मीहरूको साथमा चाहिँ प्रदर्शनकारीका प्रतिनिधि जाने कुरा चाहिँ भइरहेको छ सम्पर्कबाट यो भनौँ न प्राविधिक कुराहरूमा सम्पर्क हुन्छ खोजबान हुन्छ हामी यहाँबाट नछिरी भर्किँदा हो कोही पनि यहाँ उहाँहरूले उपलब्ध निकायसम्म कुरा गर्दाखेरि कुराहरू स्पष्ट भइरहेको छैन क्या हाम्रो हल्लाले अनि हाम्रो माग कसरी पुरा हुन्छ भरेपछि शान्त हो क्या प्लिज
यहाँ अहिले आन्दोलनकारी र सुरक्षा चक्रवर्ती बिचको चाहिँ यहाँ संवाद भइरहेछ। उहाँहरू भित्र जाने कुरा गरिदिनु भएको छ भने सुरक्षाकर्मीहरू एकछिन पर्खिनुहोस् भन्ने कुरा भित्रको आदेशको लागि कुरा गरिदिनु भएको छ। अहिले चाहिँ केही आन्दोलनकारी केही प्रतिनिधि भित्र जाने सहमति भएको छ। केही प्रतिनिधिहरूलाई चाहिँ भित्र जिल्ला प्रशासन कार्यालय जाने अनुमति प्रदान गरिएको छ। तपाईँको माग खास चाहिँ के हो यहाँभित्र जिल्ला प्रशासन कार्यालयभित्र माग चाहिँ के हो? होइन, अहिले यहाँभित्र यो जुन जिल्ला प्रशासन कार्यालयभित्र आउनु भएको छ यहाँ के तपाईँले प्रतिनिधिको रूपमा भित्र छिर्नु भएको छ? यहाँ तपाईँ अब यहाँभित्र चाहिँ तपाईँहरू अब के गर्ने अहिले तत्काल के गर्ने? सबैजनाको कुरा सुन्दै हुन्छ यहाँनिर सबैजनाको आफ्नो मनको जे भएको छ। अब हिजो जुन घटनाहरू घटिरहेको छ नि, हिजो घटना त घटेको तपाईँलाई पनि थाहा छ, सबैलाई थाहा छ, यो कुरा सबैलाई थाहा छ। अनि यो सबै प्रदर्शनकारीहरू भित्र यहीँ आउने भन्नाले प्रतिनिधि मात्रै बसेर बस्ने हो। प्रतिनिधिहरू हाम्रो कुरा नसुनिदिनु यो त भएन नि त, होइन? अनि यो सबै कुरा त यो ठिक छ, तपाईँ कुरा जायज हो। तर अहिले जुन भित्र बाहिर ठुलो मास छन् यहाँनिर तपाईँ 3 जना मात्र प्रतिनिधिको भित्र छिर्नु भएको छ। यहाँ केही ज्ञापन पत्र दिने अथवा के भन्नुको लागि आउनुभएको हो कि भन्ने प्रश्न हो। बारेमा बाहिर थुप्रोजना दाजुभाइ दिदीबहिनीहरू सबैजना यस्तोहरू हुनुहुन्छ, होइन? उहाँहरूको आफ्नो कुराहरू छ। खासमा चाहिँ अब हिजो जस्टिस हो क्या, होइन? हिजो हाम्रो नेपाली गर्नु भयो नि, एउटा आमा चाहिँ दसैँ आउँदै गरेको छ, होइन? आउँदै गरेको दसैँमा त्यो एउटा आमाले त्यो छोराको पर्खाइमा कसरी गएर चाहिँ आँसु बगाएर बसिराख्नु परेको छ, है? हिजो के कस्तो घटना भएको छ सबैलाई थाहा छ, होइन? यो कुराको सुनवाई हुनु पऱ्यो क्या सम्बन्धित ठाउँमा। भनेपछि तपाईँहरू सबै यहाँ धर्ना बस्नुको लागि आउनु भएको छ अहिले? यहाँ 3 जना मात्र प्रवेश गर्नुभयो, ठिक छ, म बाहिरको माहौल हेरेर आउँछु, फेरि तपाईँ जोड्नुहोस्। म फेरि बाहिरको माहौलमा गइरहेको छु, भित्र
प्रदर्शनकारीसँग गफ गरेर
अहिले हामी इलामको जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा रहेको छौँ। यहाँनिर चाहिँ सयौँ तब हजारभन्दा हाराहारीमा रहेको प्रदर्शनकारीहरू हुनुहुन्छ र उहाँहरू गेटमा चाहिँ नारा जुलुस गरिरहनु भएको छ। उहाँको केही प्रतिनिधिहरू आन्दोलनकारी जेनजीका केही प्रतिनिधिहरू चाहिँ भित्र सूर्य कार्यालयभित्र प्रमुख जिल्ला अधिकारीले भेट्नको लागि चाहिँ पस्नु जानुभएको छ। यहाँ अरू उहाँहरू चाहिँ अहिले नाराबाजी गर्ने काममा बसिरहनु भएको छ। अन्य ठाउँको माहौल हेरिकन इलामको माहौल चाहिँ अलिक शान्तपूर्ण नै रहेको छ। यहाँ हिजो पनि आन्दोलनरत जेएनजी टिमले चाहिँ हाम्रो आन्दोलन चाहिँ शान्तिपूर्ण हुनेछ, यसमा कसैले पनि उग्रता प्रदर्शन नगरिदिनु होला भनेर हिजै बेलुका उहाँहरूले माइकिङ गर्नुभएको थियो। त्यसकारण त्यति यो टिम उग्र भइसकेको छैन, शान्त नै भन्नुपर्छ। यतिको अन्य ठाउँको समाचारहरू आएको हेरिरहँदाखेरि इलामको आन्दोलनलाई जेएनजीको आन्दोलन चाहिँ अहिले शान्तपूर्ण नै छ भनेर चाहिँ यतिको मान्नुपर्ने हुन्छ। यहाँनिर घन्टाखोजी परेछ, फेरि यहाँनिर अहिले धेरै शान्त माहौल भनेको त घन्टाखोजी परेको छ। यहाँनिर प्रहरी र उस गर्यो यहाँनिर अहिले एकदमै घन्टाखोजी परेको छ। अहिले शान्त भइरहेको माहौल एकैचोटि चाहिँ यहाँ बिग्रिन पुगेको छ। यो ब्यारियरहरू तोडिएको छ र यहाँनिर चाहिँ अहिले आक्रमण एकदमै भिडन्त भइरहेछ। ब्यारियरहरू ढुङ्गा इँटाहरू हान्ने काम भइरहेछ, इँटाहरू हान्ने काम भइरहेछ। यहाँनिर एकदमै आन्दोलन भइरहेछ। हामी पछाडि हट्नुपर्ने अवस्था आइरहेको छ। हामी पनि यसबाट हामी पछाडि हट्नुपर्ने बाध्यता आइरहेको छ। हेर्नुहोस् त यहाँनिर प्रहरीलाई आन्दोलनकारीले ढुङ्गा इँटामुढाहरू छ। एकदमै खतरनाक लाग्ने अवस्था छ। भित्र परिसरमा पनि एकदमै ढुङ्गाहरू हानेर एकदम अहिलेको अवस्था एकदमै खतरनाक देखिएको छ। यसरी चाहिँ एकदम नाजुक अवस्थामा देखिन्छ। तपाईँहरू एकदम आन्दोलन भइरहेको छ। त्यसरी चाहिँ भित्रसम्म ढुङ्गा हान्ने काम भइरहेको देखिन्छ। हेर्नुहोस् त एकदम भयङ्कर राख्नु भइरहेको छ। हेर्नुहोस् यो अहिले कतै भएको युद्ध मैदानमा परिणत भएको छ। त यहाँको अवस्था राजु सबैजना ढुङ्गा हान्ने काम भइरहेको तपाईँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँबाट यसरी आन्दोलनकारीहरूले भइरहेको देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् यहाँको अवस्था हेर्नुहोस्। ढुङ्गाहरू चोरापस्त रहेछ। यहाँ हामीलाई पनि गेट तोडिएको छ। अब हामी हाक्नै पर्छ। हेर्नुहोस् यसरी आन्दोलनकारीले गेट पुरा रणभूमिमा परिवर्तन भएको छ। यो जिल्ला प्रशासन कार्यालय थाहा छ रणभूमिमा परिवर्तन। हेर्नुहोस् त यहाँ एकदमै आन्दोलनकारी स्थिति नाजुक रहेछ पुलिसहरूको। हेर्नुहोस् अब यहाँनिर पक्कै पनि अवस्था नाजुक खतरनाक छ। ढुङ्गाहरू यसरी आइरहेको छ। तपाईँ देख्नुहोस् ढुङ्गाहरू यसरी आइरहेको छ। ढुङ्गाहरूको अवस्था हेर्नुहोस् एकदम रणभूमिमा परिणत भइसकेको छ। जिल्ला प्रशासन कार्यालय इलामको एकदमै रणभूमिमा पाइसकेको छ। ढुङ्गाहरू हान्ने काम हेर्छ। अब यहाँको अवस्था अत्यन्तै नाजुक थियो। अघिसम्म शान्त रहेको आन्दोलन अहिले एकैचोटि फेरि नाजुक अवस्था पुगेको छ। हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयभित्र ढुङ्गामुढाहरू प्रहार भइरहेछ। प्रहरीहरू सबै भित्र पसिरहनु भएको छ। आन्दोलनकारीहरूले ठुलो सङ्ख्यामा ढुङ्गामुढा गरिरहनु भएको छ। यहाँनिर र यो एकदम समस्या छ। हेर्नुहोस् यो आवाज हो ढुङ्गा र मुढाको आवाज तपाईँले सुनिरहनु भएको छ। यो अहिले हामी जिल्ला प्रशासन कार्यालय छ र आन्दोलनकारीले गेट खोलिदिएका छन् र उनीहरू छिरे त्यो सफल भएका छन्। त्यो ढुङ्गामुढा गर्दै गेटबाट
आन्दोलनकारीको यहाँ हेर्नुहोस् अवस्था नाजुक रहेको यहाँ हेर्नुहोस् अब आयो उहाँहरू छिरे हामी पनि यसरी चाहिँ हामी पनि ढुङ्गामुढाबाट बाटो पनि अवस्था आइरहेको छ यो जिल्ला प्रशासन कार्यालय लिलाममा आक्रमण भइरहेको छ अहिले र सबै एउटा छिटाहरू उठाउने काम गेटहरू भचाउने काम गमला समलाहरूबाट एकदमै अवस्था रहेको छ हेर्नुहोस् अब रहेको छ यो अहिले एकाएक जिल्ला प्रशासन कार्यालयबाट रणभूमि मरित भएको छ अब आन्दोलनकारीले ब्ल्याङ्क खार प्रहरीको ब्ल्याङ्क खार हवाई फायर गर्ने तयारीमा देखिने हेर्दाखेरि आन्दोलनकारीको हवाई फायर कार्यरत तत्परहरू छ ल इलामको जिल्ला प्रशासन कार्यालयमा चाहिँ यसरी आक्रमण भइरहेछ जेएनजीको प्रदर्शनकारीबाट र प्रहरीबाट पनि यहाँनिर हवाई फायर गर्ने काम भइरहेछ म संलग्न स्वयं त्यो युद्धभूमिको बिच भागमा बसेर दुई पक्षको भिडियोको तपाईँलाई प्रसारण गरिरहेको जानकारी गराउन चाहन्छौँ हेर्नुहोस् दुई पक्षको भिडियो पनि चाहन्छु र यो एकदमै हाम्रो ज्यानलाई पनि खतरा छ हामी तपाईँहरूलाई इलामको ताजा अवस्था देखाउन गइरहेको छौँ हामीले इलामको ताजा अवस्था देखाउन खोजिरहेछौँ र हाम्रो इलाम ग्रिनको यो फेसबुक च्यानललाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला र लाइक गरिदिनु होला हामी एकदमै रणभूमिमा बसिरहेका छौँ यो रणभूमिमा हाम्रो पनि ज्यान जोखिममा पर्न सक्छ अहिले पुरै युद्धबाट भूमिमा परिणत भइरहेको देख्न सकिन्छ यो गोली चलेको छ यो हवाई फायर हो हामी पनि एकदमै हेर्नुहोस् इलामको अवस्था इलाम जिल्ला प्रशासन कार्यालयको अवस्था यस्तो छ र यहाँको यसरी बाहिरबाट इँटाका पुष्टहरू आइरहेछ हेर्नुहोस् यसरी हामीलाई पनि एकदमै हाम्रो अवस्था पनि एक खतरामा रहेको छ यहाँ अहिले एकछिन विपक्षबाट इलामको अवस्था हो यो अहिले पक्काभरि युद्ध रणभूमि नै लाग्छ यो रणभूमि भइरहेछ पर यस्तो भइरहेछ शान्तपूर्ण भइरहेको आन्दोलन एकाएक रणभूमिमा परिवर्तन भएको छ तपाईँहरू हेर्नुहुन्छ यहाँनिर बाहिरबाट इँटा र ढुङ्गाहरूको वर्षा भइरहेको छ प्रहरीहरू जोगिनको लागि आफ्नो तपाईँहरू उपायहरू गरिरहनु भएको छ यो इलाम जिल्ला प्रशासन कार्यालय प्राङ्गणमा भएको यो प्रहरी र जेएनजी प्रदर्शनकारीको भिडन्त हो अश्रु ग्यास यो अश्रु ग्यास प्रहार भएकोले गर्दाखेरि म पनि केही पछाडि सर्नु पनि बाध्य भएको छु अश्रु ग्यास प्रहारले गर्दाखेरि
बोल्न पनि अप्ठ्यारो भइरहेछ एकदमै म अब यो साइडबाट चाहिँ तपाईँहरूलाई दुई दृश्य देखाउने कोसिस गर्छु त्यो साइडपट्टि चाहिँ अश्रु ग्यासको कारणले गर्दाखेरि आँखा पोल्ने मुख उनीहरू भइरहेको छ अश्रु ग्यास प्रायः भएपछि यस्तो भएको यो र रणभूमिमा परिवर्तन भइरहेको छ यो अहिलेको शान्त माहौल पनि ल हेर्नुहोस् यो जिल्ला प्रशासन कार्यालय इलामको प्राङ्गणमा पुरा अहिलेको अवस्था बिल्डिङहरूको अवस्था भएको छ तपाईँ हेर्नुहोस् यहाँनिर तपाईँको यो जिल्ला प्रशासन कार्यालय इलामको प्राङ्गण हो र तपाईँ हेर्नुहुन्छ यहाँ प्रदर्शनकारीहरू प्रहार गरेको इँटामुढाहरूको अवस्था चाहिँ यस्तो छ यहाँबाट धेरै प्रभावित पनि अश्रु ग्यासबाट चाहिँ प्रभावित हुनुभएको छ यो जिल्ला प्रशासन कार्यालयको अवस्था छ कि अहिले यो तरिकाले हेर्न सक्नुहुन्छ यसरी विकेट छ जिल्ला प्रशासन कार्यालय हो यो युद्धभूमिमा परिणत भएको यो छ केही बेर अघिसम्म चाहिँ शान्तपूर्ण माहौलको साथ प्रदर्शनकारी र सुरक्षाकर्मी बीच कुराकानी हुँदै गर्दाखेरि एकाएक माहौल भड्किएको हो र इलाममा पनि अहिले अशान्ति मचिएको छ हामी तपाईँलाई देखाइरहेछौँ यहाँको अवस्था हेर्नुहोस् यो अहिले हवाई फायर गरेर स्थिति नियन्त्रण गर्नेलाई चाहिँ खर्च बाहिरको माहौलबाट पनि अहिले केही ढुङ्गा मुढाहरू चाहिँ अलिक कम्ती प्रहार भइरहेको छ अहिलेको अवस्था यो छ तपाईँले हेरिहाल्नुभयो जिल्ला प्रशासन कार्यालयको भवनहरू सबै सद्विद्युत भएको देखिन्छ अब यहाँको रणनीति के छ बाहिरको प्रदर्शनकारीको रणनीति के छ यो अहिले हामीले तत्कालै भन्न सकिँदैन यहाँ हामीलाई पनि यो प्रसारणको लागि देखिन जानुको लागि पनि प्रत्यक्षबाट गर्न लागि पनि गाह्रो भएको छ किनभने कतिखेर बाहिर प्रदर्शनकारीले गरेको जेएनजीको प्रदर्शनकारी प्रहार गरेको ढुङ्गा हामीलाई पनि लाग्ने सम्भावना छ त्यही भएर हामी पनि जोगिनु परेको छ र जोगी पनि तपाईँहरूलाई हामीले यो भिडियो आगो लगाउने प्रयास गरेको जानकारी आएको छ है आगो लगाउने प्रयास गरेको जानकारी प्राप्त भएको छ यहाँ कतै आगो लागेको भन्दै यो एकदमै रणभूमि यहाँ हेर्नुहोस् अवस्था
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको अवस्था अहिले यस्तो देखिन्छ तपाईँले हेर्नुहोस् यसरी ढुङ्गाहरू यसरी प्रहार भइरहेको छ तपाईँ देख्नुहुन्छ अब इलाममा पनि निषेधाज्ञा जारी गर्न तयारी भइरहेको जानकारी पाइएको छ यो आज चाहिँ संयोगवश म जिल्ला प्रशासन कार्यालयभित्र छिटो पुगेँ र भित्रको अवस्था म मात्र देखाउन सकिन्छु बाहिर के छ अवस्था त्यो देखाउन सकिरहेको छुइनँ यहाँ निषेधाज्ञा लगाउने तयारी भइरहेछ अब यसले पक्का पनि थप द्वन्द्व ननिम्तियोस् भन्न चाहन्छौँ यो शान्तिपूर्ण भइरहेको आन्दोलनमा एकाएकी यो अवस्था सृजित भएको छ यसरी आइरहेछ ढुङ्गाहरू हेर्नुहोस् त त्यो रणभूमि एकछिन सास फेर्ने मौका मात्रै पाइरहेको छ यहाँनिर हामी पनि ढुङ्गा मुढाबाट जोगिँदैछौँ बाहिर प्रदर्शनकारीहरूले प्रहार गर्नुभएको ढुङ्गा मुढाबाट जोगिएर हामी यहाँ भित्र बसिरहेको छौँ यसरी ढुङ्गाहरू आइरहेको छ पक्का युद्ध मैदान नै परिणत भइरहेको छ यो युद्ध मैदान भन्दा पनि कम छैन यो अहिले यस्तो अवस्था छ यहाँनिर आफू पनि बचेर यहाँ हाम्रो केही सञ्चारकर्मी साथीहरू पनि त्यहाँ हुनुहुन्छ र इलाममा पनि कर्फ्यू आदेश जारी गर्ने तयारी भइरहेको जानकारी सुरेश कन्भिटीले दिइरहनु भएको छ
एकदमै यहाँनिर सुरक्षा कर्मीहरू संयमित भइरहनु भएको छ। धेरै बल प्रयोग नगरौँ भन्ने पक्षमा हुनुहुन्छ। यतापट्टिको अवस्था हेर्नुहोस्, यसरी ढुङ्गामुढाले छतबिछोत भएको छ। र अहिले चाहिँ नेपाल टेलिकम साइटपट्टिबाट चाहिँ आक्रमण भइरहेको छ जिल्ला प्रशासन कार्यालयमा। अघि चाहिँ इलामको त्यो ब्यारेक बाल सङ्गठन पत्ती रहेको ठाउँबाट चाहिँ आक्रमण भएको थियो। ए हुन्छ एकदम अहिले चाहिँ त्यो साइटबाट चाहिँ नेपाल टेलिकमको साइटपट्टिबाट चाहिँ प्रदर्शन गरेर आक्रमण गर्नुभएको छ। यो नागरिकता लिने फाँट साइडपट्टिबाट चाहिँ अलिक धेरै आक्रमण भएको यहाँनिर। अहिले बाहिरबाट प्रदर्शनकारीहरू प्रायः ढुङ्गामुढामा केही कमी आएको चाहिँ महसुस गर्न सकिन्छ। अघि चाहिँ असिना वर्ष जस्तो गरेर इँटाहरू र ढुङ्गाहरू आइरहेको छ, अहिले पनि छिटपुट रूपमा आइरहेका छन्। यसरी आउँदैछन्, बेला बेलामा उहाँहरूले पठाउने काम गरिरहनु भएको छ। ल अब एकदम गाह्रो छ नि। उहाँ अघिदेखि भिडिराख्नु भएको छ अगाडि, उसले गर्दा चाहिँ यतिखेर फेरि एफआइआर हुन आँटिरहेको छ। एकदम अहिले इलाममा कति लागिसकेको जिल्ला प्रशासन राज्यबाट चाहिँ हामीले जानकारी दिनुभएको छ। ल तपाईँहरू पनि अब इलाममा कति जारी बस्नु होला। हामीले तपाईहरुलाई रिपोर्टिङको क्रममा भनेका छौं। यति लागेको जानकारी गराउनुहुन्छ। विजय सर यसैलाई लागेको है। अब सबै आफ्नो ठाउँमा गएर सम्मिलित भएर बस्नु होला। अहिलेसम्म तपाईले शान्तिपूर्ण गर्नुभएको थियो यो आन्दोलन है। त्यो आन्दोलन इलामको अहिले एउटा हाम्रो शान्तिपूर्ण आन्दोलन चाहिँ एकदम राम्रोसँग जाओस्। अब हामी सबै भाइहरूले यही भन्न चाहन्छौँ, कामना छ तपाईले अहिले हाम्रो सबैको साझा सम्पत्तिमाथि यस्तो चाहिँ नहोस्, यो मेरो तपाईलाई सबैलाई कामना पनि छ। कति लागिसक्यो हामीले सम्पत्ति हनन गरेर ढुङ्गामुढा गरेर र फत्काएर यो खालको ल फेरि पनि यहाँलाई भन्नु पर्यो, इलाम सदरमुखमा कर्फ्यू लागेको छ। परिवर्तनको चाहनाले युवाले गरेको आन्दोलन अलिकति घम्साघम्सीको आन्दोलन भएको छ। यो खालको आन्दोलन पकेट नेपालीले चाहेको आन्दोलन, यो खालको आन्दोलन किन होला अनि देखाइरहेका छौँ। जिल्ला प्रशासन कार्यालयका सिसाहरू पुगिसकेका छन्। ढोका गेटमा निकै क्षति पुगेको छ भने प्रहरी नेपाल प्रहरीलाई पनि आँखामा चोट लागेको छ। आँखामा गम्भीर चोट लागेको छ। एकजना सरलाई गम्भीर चोट लागिसकेको छ र त्यही त यो त सौहार्दपूर्ण वातावरण भइरहेको आन्दोलन र सुरक्षाकर्मीहरू बिचको चाहिँ यो एकाएक झडपमा परिवर्तन नहुनुपर्ने थियो, तर भयो। अब जिल्ला प्रशासनबाट कर्फ्यू आदेश पनि जारी भइसकेको छ इलाम सदरमुकाममा।
ल एकजना चाहिँ अर्को रुममा हुनुहुन्छ यता हुनुहुन्छ उहाँलाई प्राथमिक उपचार दिनको लागि प्राथमिक उपचार भए पनि गर्दा हुन्छ विशेष ल उहाँ चाहिँ एकदम गम्भीर इँटा ढुङ्गाले उहाँको आँखामा चोट लागेको छ। सबैले त्यो सुन्नु न तपाईँको लाइभ होइन हो के भन्नुहुन्छ ल अहिले अब कर्फ्यू लागिसकेको अवस्था छ सबैले कहाँ कहाँबाट हुनुहुन्छ तपाईँ आफ्नो घरमा संयमतापूर्वक चाहिँ रहनु होला बस्नु होला सहयोग गर्नु होला किनभने सबै हाम्रो सम्पत्ति हो यो जति पनि हाम्रो चाहिँ हाम्रो सम्पत्ति भएर तपाईँले चाहिँ कुनै पनि क्षतिहरू नगर्नु होला संयमित भएर बस्नु होला। अहिले इलाम जिल्ला भर्खरबाट कर्फ्यू लागिसकेको अवस्था छ। सबै हाम्रो आन्दोलनमा उत्रिने महान बाबुलाई के भन्न चाहन्छु भने सबैले संयमित भएर चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ आन्दोलन गर्नु होला भन्ने मैले यहाँबाट सब अपिल गर्न चाहन्छु। धन्यवाद सर। र निकैजना प्रहरीहरू घाइते हुनुभएको छ। यति बेला इलामको अवस्था हामी अपडेट गराइरहेका छौँ। थाहा छैन यहाँनिर अर्को पनि सुरक्षाकर्मी अलिक घाइते हुनुपर्छ जस्तो छ। उहाँहरू एकदमै यस्तो अवस्था छ सुरक्षाकर्मीहरूको र एकदमै यो जिल्ला प्रशासन कार्यालयको प्राङ्गण चाहिँ युद्धभूमिभन्दा केही फरक छैन, एकदम युद्धभूमि नै थियो। अब जारी भइसकेको छ। इलाममा हामीले बारम्बार जानकारी गराएका छौँ। प्रहरीहरूलाई ढुङ्गा मुढाले गम्भीर घाइते बनाएको छ। हामीसँग धेरैजना लाइभमा जोडिनु भएको छ र पक्कै पनि तपाईँहरू पनि भनिदिनुहोस्, युवाहरूले चाहेको यही हो त आन्दोलन, हामीले गर्न खोजेको परिवर्तन यही हो त। हामीले आफ्नै सरकारी सम्पत्तिमा ढुङ्गा मुढा गरेर आफ्नै राज्यको सम्पत्तिमा दखल पुर्याएर प्रदर्शनकारीहरू तितर भएको भन्ने जानकारी सुन्नुमा आएको छ। अब कर्फ्यू लगाइसकेको छ, हामी कसरी घर फर्किने भन्ने कुरा हाम्रो परिचय पत्र छ र पनि केही भइहाल्छ कि भन्ने ऊ हो। अहिलेको चाहिँ अवस्था तत्काल यो छ। यहाँभित्र वार्तामा आउनुभएका प्रदर्शनकारीहरू पनि अबेर परेर बस्नु भएको छ। यहाँनिर उहाँहरू वार्तामा आउनुभएको प्रदर्शनकारीहरू हो। अब सायद त्यो टोली बाहिरको टोलीहरू चाहिँ बाहिर लाग्नुभयो। तपाईँहरू त भित्रमा आउनुभएको ए हो ल सबै सब कर्फ्यू लागेछ भित्र झन्डै तपाईँ आयो मेरो झन्डै होइन अब त गइसक्यो होला। होइन एकदम प्रहरी घाइते भएको हामी देखिसकेको छौँ। माथि घाइते भएको एकदम देखेको छौँ। उहाँको आँखामा त चोट परेको छ। यता अब हामी बाहिर चाहिँ निक्लिनु पाएको छैनौँ। बाहिर प्रदर्शनकारीहरूको अवस्था के छ भन्ने कुराहरू चाहिँ हेर्न पाएको छैनौँ। यहाँ चाहिँ के भइरहेछ भने प्रहरी सुरक्षाकर्मीसँगै बसेर ब्यानर राखेका आन्दोलनकारीहरू चाहिँ आन्दोलनकारीले चाहिँ उताबाट परेको चपेटा घाम नपरेर चाहिँ घाइते हुनुभएको छ। उहाँहरूलाई पनि आन्दोलनकारीहरूले आक्रमणमा पर्नुभएको उहाँहरू ब्यानर बोकेर जिल्ला प्रशासनकारी इलामको ग्राउन्डमा गेटमा बस्नु भएको थियो। तर एकाएक आक्रमण भएपछि आन्दोलनकारी टिमहरू नै ढुङ्गा लागेको चाहिँ यहाँनिर अलिकति आक्रोश पोखिरहनु भएको छ। त अब अहिले केही शान्त भएको हो भनेर भन्छ र पनि कताबाट के आउनु सक्छ, एकदम जोगिएर बस्नुपर्ने भइरहेछ। देख्नु भएको छ सामाजिक सरकारी सम्पत्ति हाम्रो सामाजिक सम्पत्ति हो। यो सम्पत्तिमा कसैले पनि ढुङ्गा बुढा नगरौँ, आगजनी नगरौँ भनेर हामीले बारम्बार भनिरहेका छौँ।
अब हामीले बाहिरको माहौल देखाउन सकिरहेका छैनौँ। हामी अहिले जताबाट पनि आक्रमण हुनसक्छ, प्रदर्शनकारीको आक्रमण हुनसक्छ भन्ने भयले र निक्लेको छैनौँ। त्यसकारण हामी जहाँ छौँ त्यहीबाट मात्र प्रत्यक्ष प्रसारण गरिरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। र पुनः जानकारी इलाम सदरमुकाममा कर्फ्यू आदेश जारी भइसकेको छ। जिल्ला प्रशासन कार्यालय इलामले चाहिँ भर्खरै सूचना जारी गरेर चाहिँ कर्फ्यू आदेश जारी भएको जानकारी दिनुभएको छ। यहाँ अहिले सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरू पनि अब यस अवस्थामा आइपुगे देख्न सक्नुहुन्छ तपाईँहरू। पक्का पनि यहाँनिर केही रणनीतिहरू बन्नेछ। अवस्था हेर्नुहोस्, यो एकाएक रणभूमिमा परिणत भएको स्थान हो यो। यहाँ 1 2 3 4 5 कम्तीमा 8-10 सेल चाहिँ 8-10 सेल चाहिँ अस्ति यहाँ प्रहार भएको देख्न सकिन्छ। यसको खोकाहरू यहाँनिर हेर्दाखेरि चाहिँ चाहिँ पक्कै पनि व्यवस्था अब बाहिर मिल्ने अवस्था छ कि छैन? अनि यहाँ के सल्लाह गर्ने भनेर भित्र पसेको टोलीहरूले हामीले सिटो साहबलाई बोलाएको, सिटो साहबको गल्ती हो, सिटो साहब ननिस्किनु भएको मेकअप गरेर मात्रै प्रहरीको पनि गल्ती होइन, इलामले जनताको नि गल्ती होइन, सिटो साहबको गल्ती हो। सिटो साहबलाई निस्किनु 10 मिनेट लाग्छ। यहाँ पुलिसहरुसँग के भन्नु चाहनुहुन्छ? 10 मिनेट लाग्छ। पाउनु पर्यो साथीहरु के गर्नु पाउनु पर्यो? उठ्नु 10 मिनेट लाग्यो। निस्किनु पर्यो। सिटो साहब नआएपछि तोडफोड भएको यो घटनाको कुराहरु छिटो बस्ने हामी चाहिँ कुटे खाने बोरी खाने कुटे पनि खानु तपाईले खाना हाम्रो ढुङ्गाले लागेन हामी लाग्दैनौ। तपाईहरुको तर्फबाट आन्दोलन तर्फबाट कतिजना घाइते हुनुहुन्छ के जानकारी छ? केही जानकारी ठिक छ, बाहिर जतिले देख्नु भएको छ मेरो लाइफबाट प्रदर्शनकारीहरूबाट तपाईहरु आउनुस् त भेला आउनुस् त प्लिज आउनुस् बाहिरको माहौल के छ हामी भन्न सक्दैनौँ। र यो सायद कर्फ्यू लगाइसकेको हुनुपर्छ।
पानी खान्छ लु त उहाँहरू फ्रन्ट लाइनमा बस्नुभएको आन्दोलनकारीहरूलाई नै आफ्नै साथीहरूले गरेको ढुङ्गामुढाको कारणले उहाँहरूलाई चाहिँ अप्ठ्यारो परेको छ उहाँहरूलाई गाह्रो भयो त्यही भएर उहाँहरू अलिकति रुष्ट भएको कुरा गर्दै हुनुहुन्छ अहिले हेर्नुहोस् त जिल्ला प्रशासन कार्यालयको बाहिरको गेटको अवस्था चाहिँ यो युद्धभूमिभन्दा कम छैन हामीले बाहिर निक्लिने अवस्थामा छौँ हेर्नुहोस् यस्तो छ र म तपाईँलाई अलिकति यहाँबाट चाहिँ देखाउने कोसिस गरेको छु यो अवस्था चाहिँ यस्तो छ यहाँ सिसाहरू सबै फुटेर यो यस्तो छ अवस्था चाहिँ मलाई गाह्रो भन्दाखेरि जोगिनु चाहिँ हम्मै पर्यो र पनि होइन हामी सबै जोखिममा थियौँ उहाँलाई उहाँ चाहिँ घाइते हो सुरज घाइते हो आँखामा चोट लागेको छ आँखामा चोट लागेको छ उहाँलाई चाहिँ अहिले उपचारको लागि एम्बुलेन्समा चाहिँ लाने तयारी भइरहेको छ अर्को दुईजना छ म दुईजना घाइते हो जारी रहेको छ जिल्ला प्रशासन कार्यालयमा यतिखेर एम्बुलेन्स आइसकेको उहाँ पनि एकदमै पछाडिबाट चोट लागेको छ उहाँको पनि ल अब लगभग यो कर्फ्यूको आदेश जारी भइसकेपछि अहिले माहौल सुनसान भएको छ हामी पनि अब यो प्रत्यक्ष प्रसारणबाट बिदा लिने तर्फमा छौँ हामी अब यहाँभित्र रहेको प्रदर्शनकारीहरू पनि अब घरतर्फ जानुभएको छ र हामी पनि हाम्रो आजको यो प्रत्यक्ष प्रसारणलाई बन्द गरेर हामी पनि जानेछौँ ल विजय सर ल एकदम यो चाहिँ युद्धभूमि जस्तै भएको क्षण भयो ल तपाईँहरू पनि संयम हुनुभयो ल हस् धन्यवाद अब हामी इलाम जुन हेर्नुभएको सम्पूर्ण महानुभावहरूलाई हाम्रो भिडियो हेरिदिनु भयो धन्यवाद र यो प्रत्यक्ष प्रसारणबाट हामी बिदा चाहन्छौँ हस् धन्यवाद नमस्कार